गुड मर्निङ गाइज। मर्निङ गुड मर्निङ। आज हाम्रो टेम्पल रन सिरिजको डे 3। आज हामी पुल्चोक टु बागभैरव एन्ड किर्तिपुर मन्दिर जाँदैछौँ। यताबाट हामी आज 2 वे रनिङ नै गर्नेवाला छ होइन? 2 वे रनिङ नै हुन्छ, नजिकै छ। 20 किलोमिटर। त्यही 14-15 किलोमिटरको आसपासमा हामी रनिङ गर्नेवाला छौँ। सो हाम्रो पुल्चोक रन क्लबलाई चाहिँ किटर ड्रिङ्क्सले चाहिँ स्पोन्सर हानेको छ होइन। यो किटर ड्रिङ्क चाहिँ एकदम इलेक्ट्रोलाइटले एकदम भरपुर छ। यदि तपाईँहरूलाई चाहिँ रनिङ सनिङ गर्दाखेरि एकदम क्विक इनर्जी चाहिएको छ भने चाहिँ ड्रिङ्क किट हो है गाइज। किटो चाहिँ तपाईँहरूले किन्न सक्नुहुन्छ। अघिल्लो हप्ता चाहिँ हामीले आफ्नो रनिङ सिरिजलाई चाहिँ हामीले कन्टिन्यू गर्न सकेनौँ। अलिअलि पानी परेको थियो अनि वर्ल्ड कपको माहौल पनि थियो। साथीहरूले हामी अलिअलि हेरेका थियौँ अनि उठ्न नसकिने। सो अहिले अब हामी लेट्स डु वार्म अप। आज चाहिँ हाम्रो श्रावण 1 गते, विशेष गरी महादेवको महिना भन्छ होइन। साथीको उपनाम पनि मैले महादेव नै राखेको छु। सो आज हामी किर्तिपुरको बागभैरव मन्दिर र किर्तिपुरको दर्शन गर्दैछौँ। लेट्स गो। ल ओके। थोड़ा नहीं रहे कुपण्डलको सबैभन्दा व्यस्त रोड आज कति खाली छ, सुनसान छ। बिहान 5:30 बजीतिरको समय 1 किलोमिटर डन भयो। हाम्रो पुल्चोकदेखि कुपण्डलसम्म 1 किलोमिटर रहेछ। हामी अहिले पानी पर्दैछ। आज हामी भित्दै पनि रनिङ गर्छौँ। हामी आफ्नो डेस्टिनेसनमा पुगेर छोड्छौँ। अहिले छिटो त्यो हाम्रो कुपण्डलको क्यालिस्थेनिक्स पार्क। र 2 किलोमिटर कम्प्लिट भएको छ। हामी अब बल्खु नजिक पुग्दैछौँ। बल्खु पुल 3 किलोमिटर डन। हामी अझै पनि साह्रै भएछौँ। सो हामी बल्खु पुगिसकेका छौँ। बल्खुदेखि हाम्रो कलेजदेखि बल्खुसम्म चाहिँ हाम्रो लगभग 3.5 किलोमिटर रहेछ। ल दौड अलि। हाम्रो बल्खु एरिया
4 किलोमिटर डन गाइज। अहिले हामी गल्फवे छेउछाउमै छौँ। हामी ट्युब गेट पुग्न आँटेको छौँ। यस्तो पानीमा पनि हामीले 2 जना रनर्सहरू भेटेका छौँ अहिलेसम्म तपाईँहरूले। भर्खरै हामीले ट्युब गेट क्रस गऱ्यौँ। हामी भिसी कार्यालयको अगाडि छौँ। भिसी कार्यालय देख्दा पनि हाम्रो आन्दोलनका दिनहरू याद आउँछ होइन त। अहिले आफ्नो स्वायत्तता कायम गर्नको लागि चाहिँ राखेका मागहरू पुरा गर्न टिचर युनियनले चाहिँ 2 हप्ताको आन्दोलन गर्नु भएको थियो। टिचरहरू पढाउन आउनु भएको थिएन अनि हामीलाई पढाइमा बाधा पुगेको थियो। सो हामीले टिचर युनियनलाई साथ दिँदै हामी पनि आन्दोलनको लागि आएका थियौँ। अहिले भर्खरै त्यो कलहरू ताजा भयो। भिसी कार्यालय 5 किलोमिटर डन। अहिले हामी ट्युब क्रिकेट स्टेडियम फ्लोर लाइट यो चाहिँ हामीले सर्वे गरेको एरिया आउँदैछ है। त्यहाँनिर सरस्वती मन्दिर छ त्यहाँ जङ्गलमा। त्योभन्दा हल्का तल एउटा सानो ढुङ्गा छ जसमा हामीले डिजिपिएस गरेर चाहिँ एउटा पोइन्ट इस्टाब्लिस गरेका थियौँ। अनि त्यहाँबाट चाहिँ हामीले पोइन्ट अथवा कोअर्डिनेट ट्रान्सफर गरेका थियौँ। त्यो पोइन्टलाई केटाहरूले सर्वेश्वर महादेवको नाम पनि दिएका थिए। आउँदाखेरि त्यो बाटो आयौँ भने हामी सर्वेश्वर महादेव पनि देखाउनेछौँ। भर्खर हामी नयाँ बजार गेटतिर पुग्दैछौँ। छ किलोमिटर डन। हाम्रो 6 किलोमिटर चाहिँ नयाँ बजार गेटमा पुगेको छ। यो नयाँ बजार गेट ओके। हामी अब बागबेरा कीर्तिपुर मन्दिरको गेटैमा छौँ। यो उकालोमा हामी एक्सप्लोसिभ रन गर्नेवाला छौँ। ल जाउँ। वाल पेन्टिङ यो चाहिँ कीर्तिपुर माथि सिधै हिँड। होइन यो के नाम त मलाई ठ्याक्क थाहा भएन। मलाई लाग्छ यो चाहिँ मेडिटेसन गर्न बबाल ठाउँ छ यार। बुद्धम शरणम गच्छामि। ओके हामी चाहिँ भर्खर बागबेरा मन्दिर पुग्यौँ। हाम्रो 7 किलोमिटर 7.21 किलोमिटर भनौँ न पुगिसकेको छ। Oh ya, lang ulit yun.
त्यो चाहिँ हाम्रो काठमाडौँ भ्यालीको भ्यू। हामी यताबाट चाहिँ कलङ्की, सीतापाइला अनि धरहरा पनि देख्न सकिरहेको छौँ। यताबाट सायद ललितपुर पनि देखिन्छ अनि बौद्ध, स्वयम्भू देखिन्छ। ल बाघ भैरव मन्दिरलाई चाहिँ त्याग्रेश्वर महादेव मन्दिर भैरव के अरे त्याग्रेश्वर भैरव मन्दिर पनि भन्दो रहेछन्, भर्खर थाहा भएको। अहिले चाहिँ हामी माथिल्लो मन्दिर जाँदैछौँ। माथिल्लो चाहिँ उमामहेश्वर मन्दिर हो अरे, माथिल्लो मन्दिरको नाम चाहिँ। भर्खर हामीले इलेक्ट्रोलाइट पिटो पनि खायौँ, पियौँ। एकदम रिल्याक्स फिल हुँदैछ पिटो खाएपछि। सो भन्दा गफला जस्तो हुनसक्छ होइन। हामीले किटोको 2-3 घुट पियौँ 7 किलोमिटरको रनपछि। साथी कस्तो फिल भयो के हुन्छ भन्दाखेरि हामीलाई नर्मली खाँदाखेरि चाहिँ केही खास त लाग्दैन होइन, पानी पिँदा चाहिँ त्यति त के पानी खास त लाग्छ। ए अनि अहिले ट्याक्क रनिङ आयौँ होइन 7 किलोमिटर थकेला थियो। ट्याक्क 2-3 घुटी खाएको 30 सेकेन्ड 1 मिनट पछि चाहिँ टक्क रिलिफ फिल चाहिँ हुँदो रहेछ क्या किटोले चाहिँ। किटो जस नामै इलेक्ट्रोलाइट छ, काम पनि गर्छ। जस आज चाहिँ हामीले हाम्रो खास यो रन क्लबको लागि दिएको थियो। आज हामी पनि यसो एक्सप्लोर गरौँ न कस्तो फिल हुन्छ भनेर गरेको। म चाहिँ किटोलाई सजेस्ट गर्छु, तपाईँहरू पनि पिउन सक्नुहुन्छ यदि रनिङ गर्नुहुन्छ भने। यताको मन्दिर चाहिँ अलिक सुनसान हुन्छ, खै कुन दिन खुल्छ थाहा भएन। मिल्छ यहाँ भित्र जान मिल्छ, तर ए मेन मन्दिर पनि खुलेको छ राजा। उमामहेश्वर मन्दिर परमपिता परमात्मा निराकार शिव बाबा ओम शान्ति। साथीले मेरो तारिफ भन्दैछन्। उमामहेश्वर मन्दिर मैले कीर्तिपुर मन्दिर सोचेको थिएँ, म्यापमा हेरेर त्यही देखाइरहेको थियो। फोटो खिच्ने मान्छे छैन है। ल यता मात्रै हिँडेर आउन। ल भयो नि। हामी चाहिँ भर्खरै उमामहेश्वर मन्दिरबाट निस्क्यौँ। अब चाहिँ हाम्रो 2 वे रनिङ हुनेवाला छ, फेरि अर्को राउन्ड। हामी एउटा कलेज रनिङ गरेर जानेछौँ। हाम्रो 7 किलोमिटर भएको छ भनेपछि जम्मा आज हामी 14 किलोमिटर रनिङ गर्नेछौँ। पानी पनि पर्दैछ होइन, अलिअलि सिमसिम पानी आयो के अरे सिमसिम पानी आइसक्यो, बर्खा लगाइसक्यो। यस्तो केही गीत थियो नि एउटा। हामीले त अब 500 मिनट 500 मिनट मेडिटेसन पनि गऱ्यौँ हामीले। ओके, हामीले चाहिँ उताबाटको वान वे चाहिँ माथि मन्दिरमा इन्ड गरेका थियौँ। यताबाटको वान वे चाहिँ हामीले ठ्याक्क गेटबाट सुरु गर्नेवाला छौँ। गेटबाट उयो के ओके 8 किलोमिटर डन। हामी अहिले
टियुको सेन्ट्रल लाइब्रेरी जानेवाला छौँ। त्यहाँ चाहिँ हामीले फोर्सेममा हुँदा सर्वे गरेका थियौँ। त्यसो यादहरू ताजा गर्नलाई हामी त्यहाँबाट जानेवाला छौँ होइन त। अहिले हामीले धेरै रनर्सहरू देख्यौँ। यताबाट कता फर्किने अब? उता के मन्दिर यताबाट जानु मिल्छ यता? मिल्छ त्यसले रिभर आउने फेरि मिल्छ। ऊ चाहिँ हामीले के अरे यो के क्लक टावर भन्छ होइन? ओके हाम्रो चाहिँ यता दुईवटा पोइन्ट्स नोन पोइन्ट्सहरूबाट चाहिँ हामीले टावर्स इस्टाब्लिस गरेका थियौँ। 4 सेममा गरेका थियौँ, अहिले हामी 6 सेममा छौँ। यसो यादहरू ताजा भयो भनौँ न। यो चाहिँ हाम्रो सेन्ट्रल लाइब्रेरी। फिजिक्स डिपार्टमेन्ट, केमिकल डिपार्टमेन्ट, केमिस्ट्री डिपार्टमेन्ट, बायोलोजी डिपार्टमेन्ट, माइक्रोबायोलोजी, स्ट्याटिस्टिकल डिपार्टमेन्ट अथवा म्याथमेटिक्स डिपार्टमेन्ट सबै हाम्रो यही छ। हामीले सर्वे गर्दा जस्तै हामीले यही ठाउँमा बिताएका थियौँ। केमिस्ट्री डिपार्टमेन्ट अगाडि 9 किलोमिटर भएको छ। 9 किलोमिटर डन। यता चाहिँ हाम्रो ब्रिज साइड सिलेक्सन गरेका थियौँ हामीले। ए सिप्लु छ है, लास्ट सिप्लु भएको रहेछ यार। ए त यो चाहिँ हाम्रो पारिदेखि बारीसम्म चाहिँ हामीले हामीले ब्रिज साइड सिलेक्सन गरेर चाहिँ यता ब्रिज राख्ने अनि उता रोड पनि लगेका थियौँ हामीले सर्वे गर्दाखेरि प्र्याक्टिकल। आज चाहिँ यो झाडी पलाएको रहेछ, लास्ट चिप्लो छ। आज तल हिलो छैन कि? यो ठाउँमा हामीले ट्रायङ्गुलेसन पनि गरेको थियौँ होइन? यो ढुङ्गामा चाहिँ हामीले डिजिपिएसबाट चाहिँ कोअर्डिनेटहरू के अरे कोअर्डिनेट सेट गरेको थियौँ, यो पोइन्ट सेट गरेको थियौँ होइन? अनि केटाहरूले चाहिँ यो पोइन्टमा हामीले यता अझै लेखेको कुरा पनि छ, यो सर्वेश्वर महादेव भनेर। तिमीले लेखेको होइन कसले लेखेको? सरहरूले अथवा हाम्रै सर्वेमा हुँदाखेरि देखाएको छ नि। ए हो एसबिएम सेकेन्डरी बेन्चमार्क एसबिएम। ओके सो यहाँनिर चाहिँ हाम्रो सर्वेश्वर महादेव इस्टाब्लिस भएको थियो। अनि यो एरियामा चाहिँ हाम्रो त्यति बेला टिकट काउन्टर थियो। त्यति बेला एनपिएल सिजन 2 चल्दै थियो। यो एरियामा क्या भिडियो आएर आउँछ। खोइ दौड त दौड। ओके 10 किलोमिटर कम्प्लिट भर्खरै हामीले ट्यु गेट एक्जिट गऱ्यौँ। ओके 11 किलोमिटर डन भर्खरै। जम्मा हामीले 11 किलोमिटर पार, 12 किलोमिटर डन। अहिले चाहिँ हामी सानै पारिएको युवन पार्कतिर छौँ। बागमतीमा पनि बाढी आएछ। 13 किलोमिटर कम्प्लिट। अहिले हामी कुमण्डल पुग्दैछौँ। सो युएन पार्कको छेउछाउपट्टि छौँ हामी। पानी पनि पर्दैछ, जस आज रमाइलो भयो। आजको पानीले बिरामी मात्र नभइयोस्। सो आज हामीले टेम्पल रन सिरिजको डे 3 पनि कम्प्लिट गरेका छौँ। 1 2 आजको हाम्रो डे 3 चाहिँ उता कीर्तिपुरको बागभैरव मन्दिर र माथि उमा महेश्वर मन्दिर हामीले दर्शन गऱ्यौँ। त्यो चाहिँ आज चाहिँ हामीले कीर्तिपुरको 2A नै कम्प्लिट गऱ्यौँ। लगभग हाम्रो 14.62 किलोमिटर भयो, जुन चाहिँ हामीले 1 घन्टा 24 मिनटमा चाहिँ कम्प्लिट गऱ्यौँ भनेपछि 5.45 को पेस। सो अब चाहिँ हामी आज चाहिँ विशेष गरी साउनको 1 गते महादेवको महिना भन्छ है। विशेष गरी साउन 1 गते मन्दिरको दर्शन पनि गऱ्यो, राम्रै फिल भइरहेछ, एकदम फिलिङ गुड।
अहिले चाहिँ हामी आफ्नो स्टार्टिङ पोइन्ट पुग्दैछौँ। ओके गाइज, आजको हाम्रो टेम्पल रन सिरिज डे 3 सकिएको छ। अर्को हप्ता पनि हामी डे 4 अर्थात् टेम्पल रन सिरिज डे 4 ल्याउनेछौँ। किप वाचिङ गाइज, किप सपोर्टिङ।